ल गाइज अहिले हामी यहाँनिर आएको छौँ। एकदमै दामी रहेछ ठाउँ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। तपाईँहरूको होलिडे मनाउनको लागि, फ्रेस हुनको लागि तपाईँहरू आउन चाहनुहुन्छ भने आउनुहोस्। 50 रुपियाँ मात्र लाग्छ टिकट यहाँनिर आउनको लागि चाहिँ। अनि हामी यहाँ आएको छौँ, सूर्य दाइले लिएर आउनु भएको छ। अनि एकदमै राम्रो ठाउँ रहेछ फोटो खिच्नको लागि, भ्लग बनाउनको लागि, सबै कुरा बनाउनको लागि राम्रो छ। तपाईँहरू आउनु होला, घुम्नु होला, अनि हाम्रो भ्लग पनि हेर्नु होला। अनि हाम्रो भ्लग भिडियो हेरेर तपाईँहरू नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्सक्राइब सबै कुरा गर्नु होला, ताकि मेरो सब्सक्राइबरहरू अलिकति बढोस् है त। त्यही छ। अनि यतातिर अरूहरू पनि छ, के पो दाइ, चराचुरुङ्गीहरू होइन, यतापट्टितिर चराचुरुङ्गीहरू, खरायोहरू सबै छ। मयूर त यहीँनिर छ नि, होला। पानी पनि छ, कस्तो दामी छ। फोटो खिचौँ न। हिमाल पनि रहेछ खोइ फोटो खिच्ने। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। फेरि पनि लामो समयपछि हामी हेटौडाको हाम्रो साथी सूर्य दाइसँग हाम्रो भेट भएको छ। अनि हामी धेरै लामो त होइन, छोटो भ्लग बनाऊँ भनेर चाहिँ नि हामी सुरु गर्दैछौँ। अहिले चाहिँ हामी हेटौडाको यो शहीद स्मारक होइन, शहीद स्मारकमा छौँ। अनि तपाईँहरूले यता देख्न सक्नुहुन्छ, कस्तो राम्रो लाग्यो क्या, त्यही भएर अनि हामीले बनाएको। नेपालको झन्डा अनि जो राम्रो ठाउँ रहेछ घुम्न बस्नको लागि। अनि हामी यहाँनिर आएको छौँ। हाम्रो सूर्य दाइले हामीलाई लिएर आएको है। सूर्य दाइ मेरो साथी, 2 वर्षपछि भेट भएको छ। ठिकै छ नि सूर्य दाइ? ठिकै छु। अनि इथेनले आज भ्लग खिच्नु हुनेछ। मेरो अगाडिको क्यामेरा बिग्रेको छ, त्यही भएर पछाडिबाटै हजुर बोल्दै हिँड्दा दामी आएको छ। तिम्रो भयो। त्यहाँ मयूर भएको ठाउँमा फोटो खिच्ने भन्दैछ इथेनले। एकदम फोटो खिच्नु भनेपछि मन पराउँछ मेरो भान्जा। जोरवान चाहिँ एउटा मात्रै छ, एउटा हरायो होइन। Rara. ल गाइज अहिले हामी यहाँनिर आएको छौँ। एकदमै दामी रहेछ ठाउँ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। तपाईँहरूको होलिडे मनाउनको लागि, फ्रेस हुनको लागि तपाईँहरू आउन चाहनुहुन्छ भने आउनुहोस्। 50 रुपियाँ मात्र लाग्छ टिकट यहाँनिर आउनको लागि चाहिँ। अनि हामी यहाँ आएको छौँ, सूर्य दाइले लिएर आउनु भएको छ। अनि एकदमै राम्रो ठाउँ रहेछ फोटो खिच्नको लागि, भ्लग बनाउनको लागि, सबै कुरा बनाउनको लागि राम्रो छ। तपाईँहरू आउनु होला, घुम्नु होला, अनि हाम्रो भ्लग पनि हेर्नु होला। अनि हाम्रो भ्लग भिडियो हेरेर तपाईँहरू नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्सक्राइब सबै कुरा गर्नु होला, ताकि मेरो सब्सक्राइबरहरू अलिकति बढोस् है त। त्यही छ। अनि यतातिर अरूहरू पनि छ, के पो दाइ, चराचुरुङ्गीहरू होइन, यतापट्टितिर चराचुरुङ्गीहरू, खरायोहरू सबै छ। मयूर त यहीँनिर छ नि, त्यहाँभित्र जान्दिँदैन होला। पानी पनि छ, कस्तो दामी छ ठाउँ। फोटो खिचौँ न। हिमाल पनि रहेछ खोइ फोटो खिच्ने।
छ त त्यहाँ त्यहाँनिर धेरै कुराहरू छ झोर्लुङ्गे पुलहरू पनि छ यो कपाली जुङ्रुङ हुने चाहिँ इथेन तिमीलाई कस्तो लाग्यो तिमी त पहिलोचोटि है राम्रो रहेछ आज घुमिसकेको छैन आधीमै राम्रो लागिसक्यो यो उता तलतिर हेर न अझै कस्तो दामी छ हौ यहाँनिर 10 रुपियाँ रहेछ 10 रुपियाँ तिर्नुपर्ने रहेछ ल त्यहाँनिर गाई हिमालहरू पनि छ दामी सक्छ मनाइ रहेछ दुबो भित्र पस्न सरु त सहज त मनाइ छ अरे जो पहिले हामी आएको भन्दा त अझै दामी बनायो क्या दाइ अलिक उस्तै जस्तो लाग्छ फुलको थुङ्गा हौ कि गीत सुनेको छौ हाम्रो ह्यान्डसम सूर्य दाई लामो समयपछि सूर्य दाईलाई पनि भ्लगमा मैले लिएको छु नि पहिले पनि फेरि ल्याउने मौका पायो निकै भएको थियो यार मैले भ्लग नबनाएको फेरि बनाउन मिल्यो इदेन केही भन न यार अब के भन्नु भ्लगमा यसो ठुलोसँग उडाउनु इथेन अब म पनि यसरी हिँड्छु तिमीले खिच न यसरी बोल्दै ए घाम पर्ने रहेछ क्या राम्रो आयो ल गाइज हामीले धेरै लामो समयपछि भ्लग बनाएको छ सब्सक्राइब चाहिँ गरिदिनु सेयर पनि गरिदिनु मलाई अल्छी लाग्न थालेको भ्लग बनाउनु पनि बनाइरहेको छु होइन यहाँ बस्ने एकछिन पढोस् भनेर अनि के भन्ने यस्तो दामी छ बस्ने ठाउँ ओबे कस्तो दामी आएको लु साम्बा ल हामी थाक्यौँ अब चाहिँ पानी खान्छौँ मामाले पानी खानुहुन्छ साम्बा र जोर्डन बसिराख्नु माम्स यता फर्केर खानु न कता लुकिएर खाएको अन्त सिनेमेटिक भएर चियो भने है अहिले हामी खाजा पनि खाएको भ्लग बनाउनु पर्छ ल चटपटे पानीपुरी चटपटे नखाएको मोमो चाउमिन र चटपटे भन्दा केही आउँदैन खानु फेरि हामीलाई मलाई धेरै खुसी लागिरहेछ साइकल भनेर के भन्नु हामी चाहिँ पुरा घुम्नु आएको छौँ आज हेटौडाको स्मारकमा अनि जो घुमिरहेको छौँ मजाको ठाउँ भेट्यौँ अनि अहिले चाहिँ बसेको एकछिन शीतलमा अनि त्यही हो रमाइलो भइरहेको छ राम्रै भइरहेको छ तपाईँहरू पनि भ्लग हेरेर रमाइलो गर्नु होला धन्यवाद सूर्य दाई लो न केही भनिदिनु पर्यो खोइ के भन्नु र अब सबभन्दा खुसी त मेरो अब 2 वर्षपछि अब रकेन्द्र भाइसँग भेट्नु नै मेरो लागि एकदमै खुसीको कुरा हो अनि विगतका दिनहरूमा सँगै बसेका खाएका बानी परमेश्वरको वचन सिकेका त्यो यादहरू फेरि दोहोऱ्याएको छ साह्रै खुसी लागेको छ मलाई पनि धेरै खुसी लागेको छ सूर्य दाईले फेरि हामी भेट भयो यहाँ यो सँगै सेवा गर्ने मौका पनि मिल्यो ठाउँ पनि दामी है दाई हाम्रो दाई पहिले भन्दा अझै ह्यान्डसम हुनुभएको छ खुसीको कुरा चाहिँ त्यो अझै है दाई घटेर के दाई पहिले भन्दा अझै घटेर पातलै भएर कि यङ केटाहरू जस्तो देखिएको छ नि ल गाइज हामी अहिले पनि हामी घुमिरहेछौँ यहाँ धेरै कुराहरू रहेछ हौ घुम्न र हेर्नको लागि जङ्गल पनि छ हो बस्ने ठाउँहरू पनि दामी छ अनि गाई र गाईको बच्चा पनि छ गाईको दुध दुहेर चिया खानु पर्ला दाई दुहेर ल्याउनु जानु अनि हिमाल छ घामले टल्क्यो
बस्नु दाइ पनि कुन बजार हो आज हामी 3 भाइ आएको हाम्रो सूर्य दाइ इथेन म हामी 3 भाइ छौँ ल गाइस अहिले एकदमै हामीलाई आनन्द लागिरहेको छ यहाँनिर जस मलाई दामी लाग्यो यो ठाउँ अनि त्यसपछि हामी घुमिरहेछौँ फोटो खिचिरहेछौँ भिडियो खिचिरहेछौँ यदि तपाईँहरू एकदमै फोटो खिच्न मन लाग्ने भिडियो बनाउन मन लाग्ने टिकटक बनाउन मन लाग्ने भने चाहिँ यहाँ आउनुहोस् एकदमै सही जग्गा छ अनि जस धेरै दामी दामी गार्डनहरू छ फ्लावरहरू छ अनि पर्तिर चाहिँ केहरू पो छ दाइ पर्तिर जनावरहरू छ त्यहाँनिर धेरै कुराहरू छ हामी त्यहाँ देख्न सक्छौँ अहिले हामी चाहिँ त्यहाँ गएको छैन हामी चाहिँ यता गार्डन हामी डुल्दै आइरहेछौँ भिडियोहरू खिच्दै तपाईँहरूले हाम्रो भ्लगलाई हेर्दै गर्नु होला सब्सक्राइब गरिदिनुहोस् त्यही भन्नु पर्यो होइन एकदम तपाईँलाई रिक्वेस्ट छ है त अनि अर्को कुरा त के भन्नु मलाई आशा छ तपाईँहरू सबैजनाले मेरो भ्लग हेर्नुहुन्छ अनि त्यस पछाडिबाट भ्लग हेर्नुहुन्छ अनि मन पराउनुहुन्छ भन्ने आशा छ माया गरिदिनु ल मेरो भ्लगलाई माया गरिदिनु अहिले मेरो मोबाइल स्यामसङको मोबाइल हो कि अनि अहिले अलिकति बिग्रिरहेछ फुटिरहेछ त्यो अगाडिको राम्रै छैन क्यामेरा राम्रो छैन पछाडिको चाहिँ अलिक क्यामेरा राम्रो छ अर्को एउटा क्यामेरा आइफोन खरिद गरेपछि चाहिँ लोनमा खरिद गरिसकेपछि चाहिँ किस्तामा अनि चाहिँ बबाल आउँछ तपाईँहरूले हेर्दै गर्नु खतरा कन्टेन्टहरू पनि सोच्दैछु क्या बनाउने भनेर सोच्दैछु त्यसपछि तपाईँहरूले देख्नुहुन्छ हाम्रो भ्लगलाई खतरा है अनि त्यही हो यसो फोटो कता हरायो भित्रै आउँदैन भन्छ नि कतिजनाले त्यही भएर यसो अलिकति भए पनि छोटो भए पनि बनाऊँ भनेको फेरि बोल्नु लामै हुन्छ क्या आधी घन्टा जतिको हुनसक्छ त्यही भए पनि हेरिदिनुहोस् ल आधी घन्टा भए पनि हेरिदिनुहोस् माया गरिदिनुहोस् न हौ माया गरिदिनुहोस् यसो कमेन्ट गरिदिनुहोस् कस्तो लाग्छ प्रतिक्रिया जनाउनुहोस् सबै कुरा जनाउनुहोस् है त अब हामी अझै मासतिर जनावर भएकोतिर हामी जान्छौँ तपाईँहरूले हेर्दै गर्नु होला होइन अब यति नै त होला अरू के भन्नु चाहिँ भन्ने हामी जाउँ अब यता गरेर जाउँ न अब त्यो गाई भएको कस्तोमा यहाँनिर के घर पनि रहेछ हेर न सानो दुईटा घरहरू गाउँ रहेछ सानो कस्तो दामी क्रिएटिभ हो अब हामी यहाँ एउटा फोटो खिच्छौँ ल कस्तो दामी आउँछ होला फोटो खिच्छौँ हामी ल अन्नपूर्ण बेस क्याम्प गएर आएको ट्रेकिङ ब्याग कुन हिमाल मकालु कि कञ्चनजङ्घा अन्नपूर्ण हो र त्यही लेखेको छ गौरीशङ्कर हिमाल गौरीशङ्कर बेस क्याम्पहरू यहाँ छ आमामा कस्तो दामी देखेको भन्छ ए
तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ हेटौडाको हिमाल हेटौडामा पाउने हिमाल चाहिँ यही हो ल ल राम्रो राम्रो आएको छ होला सायद है धेरै राम्रो आएको छ राम्रो अस्ति हामीले यहाँ फोटो खिचिसक्यौँ गाइस अब हामी जान्छौँ कि है ग्याङ ग्याङ भनेको त ग्याङको याद आयो ओभर मन धुरा आउँदो रहेछ क्या हो मार्दै गयो ल हामी चाहिँ सेमी स्पटमा आइसकेको छौँ अहिलेकै ठाउँमा मयर भएको ठाउँमा यहाँ फोटो खिच्ने अरे नेपालको झन्डामा नेपालीको छोरो मिसु ग्याङ भन फेरि गर न के रहेछ अरे मामाहरूको घर रहेछ पुरा दामी गीत सुन्दै सुन्दै 30 साल के हो यो नि हरिण नि के भनेर बोलाउने हरिण जरायो होला हौ हेर्नु न उयो सिन यिनीहरूको सिङ त पुरा त्यो के अरे उयो र लाटो जस्तो क्या ओल र यो त होचिल र चिल है यो चिल हो यो त्यो चाहिँ होचिल होचिल भनेको त्यही होइन लाटोको सिर होइन होचिल लाटो ल गाइस हामी अहिले यहाँनिर बेलायत पनि आइपुगिसक्यौँ यहाँ बेलायती मुसा देख्न सक्नुहुन्छ है हार्दिक भयो भन्छ बाघ आमै कस्तो दामी भिडियो आएको भन्छ दामी लाग्यो मलाई यो त बाघ हेर्नु जाउँ अरे पहिला बाघ बाघ के हो त्यो बहिनी के छ त्यहाँ के हो त्यो के छ त्यहाँ त्यो के हो कस्तो दामी आएको यार भिडियोहरू यार भन्जाको मात्रै आउने भयो अब यसरी के क्रोकोडाइल भनेको के हो गोही होइन हर बाटो हाम्राले तर मर्दै मरिन तर त्यो यत्रो थियो क्या खास त त्यो भएर नमरेको कसको गीत हो मलाई चाहिँ बाटो होला सिङ गर्दै सुन्नु धरला सानै त्यो भएर केही भएन गोइला पनि हो नि ल भिडियो सुटहरू गर्नु दामी हुन्छ यतिकोमा त आमा इथेन तिम्रो त नि यहाँ त गाइस अब चाहिँ हामी कस्तो दामी आएको छ
हामीले फोटोसोटो खिच्यौँ, भिडियोहरू पनि खिच्यौँ, सर्ट ठाडो पारेर रिल्सको लागि तेर्सो पारेर युट्युबको लागि। अनि अब चाहिँ हामी निस्किँदैछौँ, भोक लाग्यो हल्का, अनि खाजासाजा खानेछौँ हामी। अनि तपाईँहरू चाहिँ हेर्दै गर्नु होला, अलवेज कि पोजिटिभ एटिट्युड ग्याङ। दुई भाइको चाहिँ दामी हिँडाइ हुँदैछ, गफ पनि जान्दै होला केही डिप गफहरू। म चाहिँ जस्ट क्यामेराम्यान आजको ग्याङ। ठाउँ चाहिँ दामी लाग्यो मलाई, आम्बो कस्तो नेचुरल क्या होइन, नेचुरल। कति कुराहरू त बनाएको छ होइन, त्यो बनाउनु पनि पर्छ। अनि प्लस नेचरहरूलाई पनि इन्क्लुड गरेर दामी बनाएको छ क्या। अनि त्यो चाहिँ मलाई ओभर दामी मन पऱ्यो। डस्टबिनहरू पनि राखिदिएको छ ठाउँमा, फोहोरहरू नहोस् भनेर। अनि त्यो सरसफाइलाई चाहिँ ओभर मेन्टेन राखेको रहेछ, दामी लाग्यो मलाई, मन पऱ्यो है। अनि उहाँ पछाडि चाहिँ झोलेङ्गे पुल छ, अघि हामी तलबाट घुमेर गएको थियौँ, 10 रुपियाँ रहेछ, तर पनि हामी नचढेको। झोलेङ्गे पुल त हिँडिरहेको होइन, तल घर छेउमा पनि थियो, त्यही भएर ग्याङ। स्विमिङ पुल पनि छ जस्तो छ है ग्याङ यहाँ चाहिँ। ए उहाँ चाहिँ को पो हुनुहुन्छ साँच्ची, मैले चिनिनँ। के खाने? ए पिकनिक स्पट्स पनि छ अरे ग्याङ यता, दामी रहेछ है घुम्नु आउनु लागि। यहाँ अगाडि फोटोसुट हुँदैछ, कपल्स होला सायद। हामी त सिङ्गल छौँ अहिलेसम्म, अब पछि कपाल भएपछि म पनि आउँछु, म पनि फोटो खिच्छु चाहिँ खिच्छ। माइजूलाई लिएर यतै आउनु पर्ला जस्तो छ भने ल है माइजू, रेडी हुँदै गर्नुहोस्। जग्गा धेरै ठुलो भयो, तर मेन्टेन हानेको छ है, सरसफाइ राखेको छ, यस्तो ठुलो भयो पनि है, राम्रो लाग्यो। मान्छेहरू पनि आइराख्दो रहेछ, फ्यामिलीहरू, केटाहरू केटीहरू, सिङ्गल कपाल सबै आउँदो रहेछ। प्लान पनि छ रहेछ। एडभेन्चर वर्ल्ड आयो कि आएन थाहा छैन। फेरि हामी तलतिर झर्दैछौँ, कहाँ पुग्ने हो थाहा छैन, तर पनि जाँदैछौँ हामी। ट्री हाउस पनि छ जस्तो छ, ट्री हाउस भन्छ के भन्छ यसलाई थाहा भएन। हेर्नु यता अझै के बन्ने क्रममै छ, बन्ने क्रम जारी छ यता। उहाँ त अब पार्कहरू रहेछ, खेल्ने ठाउँ, त्यहाँ पनि टिकटै काट्नुपर्छ, मलाई थाहा छ, फिक्स थाहा छ। केही छैन, तर पनि बच्चाहरू खेल्ने ठाउँ रहेछ। बच्चाहरूको लागि पनि साह्रै राम्रो थियो नि गाडी पुग्ने। नानी बाबु भएपछि पनि ल्याउने होला होइन। बस्न आउनु चाहिँ दामी रहेछ क्या यहाँ। हो, एउटा कुनामा जाने होइन, अलिक शान्ति हुन्छ। अब यहाँ त मान्छे हिँडिराख्दैन त, भन्नु खोजेको अलिकति नेचुरल उयोतिर जाने क्या, छेउतिर शान्ति मेन्टेन भएको ठाउँमा। बच्चाहरूको मात्र रहेछ। रहेछ। ला नानी किनहरू पनि मेरो त लास्टै आँखा दुखायो, त्यो चस्मा लगाएर हो क्या होला। अब भ्लग अलिक कम गर्नु पर्ला जस्तो बनाउनु। अब एकैचोटि भोक लाग्नु थाल्यो, अब के खायो, अब एकचोटि आइफोन आएपछि खाजा खाएर अनि त्यस पछाडिबाट चाहिँ जानुपर्छ होला सायद है। आज हामी विराटनगर पुग्नुपर्ने छ फेरि नाइट गाडीमा, अनि त्यस पछाडिबाट त्यही भएर आज धेरै बनाउनु भ्याइँदैन जस्तो चाहिँ छोटै गरेर जानुपर्छ ल। यता केटाकेटीको मात्र रहेछ, अब निस्क्यौँ है मासतिरै, अनि खाना खाउँ अनि जाउँ ल।
लगायत हेर्दै गर्नु होला। अब चाहिँ हामी एकैचोटि खाजा खाने ठाउँमा पुगेर भेट्नेछौँ यसको नाउँमा मेन। हजुर त्यता घुमेकै हो। अब होस् हेलो गाइज, हामीले चाहिँ उयो फोटोको मटका लस्सी खाइसकेको छौँ। खुसी भइरहेछ खाएर। किसमिस पनि हुँदो रहेछ। खाइहाल्छ होला है। छैन सिल्की छ पुगे जस्तो हो यार, चिसो खाएर शीतल। हिमाल त अघि पुगेर आएको त छोडिदिनु के गर्नुमा आउँछ होइन। अब जाम है दाइ, अब नजाउँ होला दाइ, म त गले नजाम त्यहाँ त के छ र त्यो एउटा सुइरो त छ। ल गाइज, अब चाहिँ हामी सबै घुमिसक्यौँ। यो शहीद स्मारक पार्कको सबै ठाउँतिर हामीले घुमिसक्यौँ। अब चाहिँ हामी निस्किन लागेको घर जान आँटिसक्यौँ। मटका लस्सी चाख्यौँ, यहाँको दामी हुँदो रहेछ हो। मुखै गुलियो भइरहन्छ यार, चिसो गुलियो थियो होइन। अब हामी जान्छौँ बस पार्कतिर टिकट खरिद्नको लागि। भरे बेलुका जानुपर्ने विराटनगरतिर। विराटनगर जानु हतार भइसकिसक्यो यार यहाँ। कस्तो दामी आएको यार यहाँ पो। भान्जा कस्तो दामी भिडियो आएको यार। हाल न, चिसो खायो नि त। लस्सी खाएर घाँटीसँग त हाम्रो दाइलाई। ल गाइज, अहिले चाहिँ हामी यो शहीद स्मारक घुम्दा हामी थाकिसक्यौँ। अनि अहिले चाहिँ हामी अब घरतिर जान लागेको। हाम्रो भिडियो हेरेकोमा धेरै धेरै धन्यवाद तपाईँहरू सबैजनालाई। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अनि तपाईँहरू पनि पछि हेटौडाको यो शहीद स्मारक पार्क आएर घुम्न भरपुर मनोरञ्जन लिन सक्नुहुन्छ है। अब हामी जान्छौँ। अनि अब बजारमा गएर मोमो खानुपर्ने, अलिकति अब त्यति राम्रो पनि अलिक पाउँदैन होला। अनि अलिक महँगो पनि पर्छ। बजारतिरै गएर मिठो चट्ट खाने हो। यहाँ लस्सी ससी खाइयो ओऱ्यो। हामी जानेछौँ। तपाईँहरूले हेर्दै गर्नु हाम्रो भ्लग। अरू पनि हामी भ्लगहरू ल्याउनै नै छौँ। तपाईँहरूले हेर्दै गर्नु होला है त। सी यू गाइज अर्को नेक्स्ट भ्लगमा है त। ल गाइज, अहिले चाहिँ हामी शहीद स्मारक पार्क सबै घुमेर आइसक्यौँ। अनि अहिले चाहिँ हामी यो गेटमै आइसकेको छौँ होइन। अनि यहाँनिर गेट छ। अब गेटबाट हामी निस्किँदैछौँ। अनि तपाईँहरूले हाम्रो भ्लग हेरिदिनु भएकोमा धेरै धन्यवाद। तपाईँहरू जतिजना नयाँ हुनुहुन्छ तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अनि अहिले चाहिँ हामी गेटबाट बाहिर निस्किँदैछौँ। ल जाउँ। ल गाइज, अहिले हामी शहीद स्मारक हेटौडाको प्रवेशद्वार गेट यहाँ छ, देखाउँछ गेट यहाँनिर छ। हामी निस्किसक्यौँ घुमेर। घुम्दा थाक्यो, खुट्टा थाक्यो, गर्मी भयो, चिसो लस्सी खायो, मुख गुलियो बनायो। अब घरतिर निस्केको होइन। अनि अब तपाईँहरूले हाम्रो अर्को नेक्स्ट भ्लग हेर्न सक्नुहुन्छ। अनि सब्सक्राइब गर्नुहोस्। सब्सक्राइब नगरिकन नेक्स्ट भ्लगको के भन्छ त्यो नोटिफिकेसन आउँदैन। त्यो कारणले गर्दाखेरि तपाईँहरू सबैजनालाई धन्यवाद। अब हामी अर्को नेक्स्ट भ्लगमा भेट्नेछौँ गाइज। हजुर।